यो गणतन्त्र कसैको बाउको विरुद्ध होइन। यो गणतन्त्र जनताको योगदानले, जनताको बलिदानले, जनताको रगतले, जनताको पसिनाले, जनताको सङ्घर्षले यो लिएर आएको गणतन्त्र हो। अब जनताले नै यो गणतन्त्र चाहिँदैन भन्यो भने जनताले नै हो यो गणतन्त्रलाई फ्याल्दिने। जसले ल्यायो त्यसले नै हो फ्याल्ने। राजालाई जनताले फ्याल्दे। अब जनताले राजा चाहन्छन् भने यो गणतन्त्रका नायकीहरूलाई किन डर, किन भय, किन चिन्ता? तिमीहरू काम गर्ने ठाउँमा थियौ, तिमीले काम गरेर देखाउनु पर्थ्यो। जब आफू सक्षम हुन्छ, आफूले एउटा सुनौलो इतिहास निर्माण गरिन्छ, तत्पश्चात प्रतिपक्षीहरूलाई हामी बोलिराख्नु पर्दैन अथवा कुनै यो चिच्चाहाट गरेर भय, डर, चिन्ता मारिराख्नु पर्दैन। हाम्रो कामले नै देखाइन्छ, कामले बोल्छ। तिमीले कामलाई बोल्नु कहिले पनि लाएनौ, किनकि तिमीले कामै गरेनौ। तिमीले खालि यो नक्कली बोलीलाई मात्रै तिमीले आफ्नो हतियार बनायौ। मत पाउँदा पनि त्यही एउटा नक्कली बोली, र अहिले कसैले तिम्रो गलत कदम विरुद्ध बोल्दाखेरि अथवा तिम्रो विकल्प खोज्दाखेरि पनि तिमी यही तिम्रो मुखैले तिमीले टाल्नु खोज्छौ। त्यो एकदम गलत हो। तिमीले काम गर, काम देखाऊ। कामले हो मान्छेलाई मुख टाल्दिने, आफ्नो प्रतिपक्षलाई चुप लाग्ने, उनीलाई कमजोर बनाउने। काम गरेन भने जब काम गर्ने ठाउँमा पुगिसके पछाडि काम गर्ने हो। अहिले जो चाहिँ नयाँ पार्टी छन् उनीहरूले काम गर्ने ठाउँमा पुगेका छैनन् भने उनीहरूले बोलीले जित्नु सक्छन् उनीहरूको प्रतिपक्षलाई, अथवा एउटा भिजन देखाएर, एउटा विचार देखाएर, आफ्नो योजना देखाएर जनतामा प्रस्तुत गरेर जनताको मन जित्नु सक्छन् उनीहरूले। तर जो चाहिँ सत्तामा लामो समयदेखि सत्तामा बसिरहेका छन्, जुन देशको हालिमुहाली गरिरहेका छन्, अब अहिले उनीहरू चाहिँ एउटा राजा बोले भने राजासँग किन डराउने? जनतासँग डराउनुपर्छ। तिम्रो जनतासँग, राजासँग डराएको राजा एकजना मात्रै हुन्। जनता कति करोड जनता छन्? जनतासँग डराउने गर। तिम्रो जनतासँग कहिले पनि डराएनौ। तिमीसँग जनतासँग डराउँदै हो त तिमीले यस्तो गर्दैन थियौ। अहिलेसम्म तिमीले काम गर्थ्यौ। यसर्थ अझै पनि काम गर्ने ठाउँमा भएकाहरूले काम गर, कामले देखाऊ, कामले बोल्नु दियो, कामले प्रतिपक्षलाई चुप्पा लाग्यो, कमजोर बनाऊ। तर त्यस्तो दुस्साहस कहिले पनि भएन हाम्रो नेतागणबाट। खालि बोलीले अलिकति उग्र रूपमा प्रस्तुत भएर मात्र हुँदैन। तिम्रो बोली सबैले देखेको। बोलीको तादात्म्यता केही पनि हुँदैन जब त्यो बोलीले यथार्थ भेट्न सक्दैन। जब बोलीले यथार्थ भेट्छ तब मात्र त्यो बोलीको केही औचित्य हुन्छ, त्यो बोलीको केही महत्त्व हुन्छ। जब बोलीले यथार्थ भेट्दैन, जब बोलीले तपाईहरुले को सपनालाई भेट्नु सक्दैन अथवा पुरा गर्न सक्दैन, त्यो बोलीको केही पनि औचित्य हुँदैन। त्यो बोली तपाईलाई अभिशाप बन्छ। तपाईलाई तपाईको रक्षा गर्न सक्दैन त्यो बोलीले, उल्टै तपाईलाई हानि पुर्याउँछ त्यो बोलीले। यसर्थ यो नक्कली बोली बोलेर आफूलाई कमजोर गर्ने दुस्साहस नगरियोस्। काम गर्ने ठाउँमा बसेका, नेतृत्वदायी भूमिका गरेकाहरूले काम गरेर देखाऊ। गृहमन्त्रीले देशमा शान्ति व्यवस्था कायम गर्नु पर्यो, सुशासन ल्याउनु पर्यो। कर्मचारी सरुवामा पारदर्शिता हुनु पर्यो। आफ्नोलाई होइन, राम्रोलाई पदोन्नति दिनु पर्यो। यो गृहमन्त्रीको काम। अब एउटा राजा बोल्यो भने राजालाई किन थर्काउने? ठिक ठाउँमा ल्याउँछु भनिराख्नै पर्दैन। जनताले हो राजालाई ल्याएको, जनताले हो ल्याउनु खोजेको। फ्यालेका पनि जनताले थिए र जनताले ल्याउनु खोज्यो भने जनता त जनार्दन भन्ने त्यो त तपाईहरुबाट हामीले सिकेको। जनता त शक्तिशाली हुन्, जनताभन्दा शक्तिशाली कोही पनि छैन। हुनै रहेछ। विश्व इतिहास पढ्ने भने जनताले नै सबै व्यवस्था ल्याएका पनि र व्यवस्था फ्याल्देका पनि हुन्। हेर्नु सक्नुहुन्छ तपाई, बेलायतको हेर्नु सक्नुहुन्छ, कम्बोडियाको हेर्नु सक्नुहुन्छ। फर्केर आएको छ इतिहास छ, राजा फर्केर आएको इतिहास छ। यसर्थ नेपालमा नदोहोरिएला भन्न सकिन्न। तर तपाईहरुले कामले मानिसलाई खामोश बनाउनुहोस्, उनीहरूलाई मौन बनाउनुहोस्। बोलीले मात्रै मौन बनाएर कोही पनि, यो 21औं शताब्दीमा तपाईको नक्कली बोलीले कोही पनि डराउँदैन। जनताले यति त ल्याकत राख्छन्, तपाईको यो बोलीको मापन गर्न सक्छन्। कतिको सत्यता छ तपाईको बोली भनेर तिनीहरूले मापन गर्ने ल्याकत बोक्छन्। उनीहरूले मापन गर्ने त उनीसँग यन्त्र त छैन, तर उनीसँग त्यो एउटा अनुभव छ।
तपाईहरुको बोलीलाई मापन गर्ने, कतिको यथार्थ छ र कतिको झुटो छ भन्ने मापन गर्ने उनीहरुसँग यन्त्र नभएन उनीहरुसँग तपाईको अनुभव बटुलिसकेका छन् जनताले। यसर्थ जनताले झुकाउने प्रयत्न नगरियोस्। जनताले नै हुन् राजा ल्याएको र जनताले नै हुन् राजा फ्यालेको र जनताले हुन् राजा ल्याउने भनेर जनता ओर्लेका छन् भने तपाईहरु जनतासँग डराउनु न। अब कहाँ हामी सुध्रिनु पर्यो, किन जनताले हामीलाई मन पराएनन्, कहाँ हाम्रो खोट छ, कता कमजोरी भयो, त्यो दुलोहरु टाल्ने गर्नु त पुवालहरु टाल्ने तिर तपाईले आफूलाई केन्द्रीकृत बनाउनुहोस्। न कि यो बोलीलाई, यो अर्थहीन बोलीलाई बोलेर जनतामा झन् आक्रोश त्यो सृजना गर्ने किसिमको यो अभिव्यक्ति नदिनुहोस् सामाजिक सञ्जालमा अथवा कुनै एउटा प्रोग्राममा, कुनै एउटा कार्यक्रममा। तपाईले बास काम गरेर देखाउनुहोस्। शिक्षा मन्त्रीले शिक्षाको स्तर उन्नति गर्नुहोस्। यो जुन शिक्षामा जुन अलिकति अपारदर्शिता भन्ने एउटा जुन अलिकति आलोचना खेपिरहेका छन्, शिक्षकको यो जुन शिक्षक नियुक्तिदेखि लिएर शिक्षकको पदोन्नतिमा सबैमा एउटा अलिकति पारदर्शी भएन, अलिकति आफन्तजनलाई मात्र प्रोत्साहन गरियो, आफन्तजनलाई मात्र बढुवा गरियो भन्ने त्यो लालच अथवा त्यो एउटा तपाईहरुको आलोचना जुन भइरहेको छ समाजमा, त्यसलाई अलिकति सुधार गर्ने तपाई त्यतातिर लाग्नुहोस्। खेलकुद मन्त्रीले खेल क्षेत्रलाई विकास गर्नेतिर लाग्नुहोस्। अर्थमन्त्रीले यो अर्थव्यवस्थालाई अलिकति पारदर्शिता, अलिकति जनमैत्री बनाउने प्रयत्न गर्नुहोस्। सबैले आफआफ्नो काम गरौँ न, सबैले आफआफ्नो काम गरौँ। र प्रधानमन्त्रीले सबै मन्त्रीको कामहरु हेरेर मौका पराउने परिवर्तन पनि गर्न सक्नु, जसले काम गर्न परिवर्तन गर्न सक्नु, तपाईहरु त्यतातिर केन्द्रित गर्नुहोस्। तपाईको आफ्नो मान्छेलाई राखिसके पछाडि त्यो जेसुकै गरोस्, ऊ मेरो मान्छे हो, आँखा बन्द गरेर तपाईहरु त्यसरी बसे पछाडि यो स्थिति आएको, देशको यो स्थिति सृजना भएको। जनताले यो स्थिति ल्याएको न, जनताले त 240 वर्ष राजतन्त्र फ्याल्नुको निम्ति तपाईहरुलाई सघाएका थिए। तर तपाईहरुले जनता हाम्रो साथमा छन्, जनतालाई त हामी उल्लु बनाउन सकिन्छ भनेर तपाईले जनतालाई उल्लु बनाउन खोज्दा तपाईहरु आफै उल्लु भइसक्नु भयो। अब यसलाई कसरी सुधार गर्ने त्यतातिर तपाई केन्द्रीकृत हुनु भएन। अझै पनि मौका छ, आफूलाई सुधार्नुस्। सक्नु भएन भने 74 सालको चुनाव आउनु धेरै छैन, 3 वर्ष छ। 3 वर्षमा नेपालको स्थिति के हुन्छ के अहिले नै हम केही भन्न सक्दिन। अब अहिले नै राजा नआउलान् पनि भन्न सकिन्न, राजा आएनन् भने पनि 84 सालको चुनावमा गणतान्त्रिक पार्टीहरु कता जान्छन् त्यो कुरा हामी भन्न सकिन्न। यसर्थ चुनाव अगाडि नै कामले बोल्ने किसिमको वातावरण निर्माण गर्नुहोस्, ताकि 84 को चुनावमा कामलाई बोल्न दिनुहोस्। तपाई नबोल्नुहोस्, कामलाई बोल्न दिनुहोस्। हामीले के गर्यौं, हामीलाई पछाडि फर्केर हेर्नुहोस् भनेर त्यस्तो खालको वातावरण सृजना गर्नुहोस्, निर्माण गर्नुहोस्। तब तपाईहरुलाई हराउनु कसैले पनि ल्याकत राख्दैन। तर अझै पनि मिथ्या बोली बोलेर, कसैलाई त्रास धम्की दिएर चाहिँ आफ्नो प्रतिपक्षीहरुलाई अथवा आफ्नो प्रतिस्पर्धीहरुलाई खुम्चाउने प्रयत्न गर्नुभयो भने कालान्तरमा गएर तपाई आफै खुम्चिनुहुन्छ। यो कुरा चाहिँ तपाईले हेरेर राख्नुपर्छ। सम्पूर्ण यो गणतान्त्रिक नेता र उनका कार्यकर्ताहरुलाई मेरो विनम्र अनुरोध, मुखले हैन कामलाई बोल्न दिनुहोस्। मुख तपाईहरु थाक्यो, मुखमा क्यान्सर लाग्न सक्छ, तपाईहरु धेरै बोल्नुभयो, मुखमा त क्यान्सर धेरै बोलेर लाग्न सक्छ र माथिबाट एउटा यो धार्मिक हिसाबले पनि तपाईहरुलाई सजाय हुन सक्छ। धेरै झुट बोल्नु पनि एउटा धार्मिक सामाजिक हिसाबले पनि त्यो यो अलिकति अपराध हो र कानुनी हिसाबले पनि अपराध हो। तपाईले कानुनी पनि अपराध गर्नुपर्छ, धार्मिक पनि अपराध गर्नुपर्छ, सामाजिक पनि अपराध गर्नुपर्छ। तीनटै किसिमको अपराधको तपाई फेरि भागीदार हुनु पर्यो भने तपाईले कस्तो, तपाईको जीवनमा कस्तो जटिलता उत्पन्न हुन्छ त्यो कुरा पनि कहिलेकाहीँ एकचोटी सोच्नुस्, गहन रूपमा अध्ययन गर्नुस्, एकचोटी परिकल्पना गर्नुस्, इमेजिन गर्नुस् कस्तो होला त्यस्तो वातावरण, त्यस्तो स्थिति तपाईको जीवनमा आइलाग्यो भने तपाईको जीवन कतातिर मोडिन्छ त्यो कुरा तपाईले हेरेर राख्नुपर्छ। यसर्थ म अझै पनि भन्छु, काम गर्ने ठाउँमा पुगेका मानिसहरूले काम गरेर देखाऊ, न कि बोल्ने भनेको तपाईहरुले होइन। बोल्ने भनेको त प्रतिपक्षले सम्म बोल्न सक्छन्। प्रतिपक्षीहरुले पनि जो चाहिँ सत्तामा पुगिसकेका छन्, यति लामो समयसम्म यो सरकार चलाइसकेका छन्, निजहरुलाई पनि खासै त्यो मुखले बोलिराख्नु पर्दैन। आफ्नो इतिहास पल्टाएर हेर, हामी सत्तामा आउँदाखेरि हामीले के गर्यौं, इतिहास पल्टाएर म बोल्नु चाहदिन भनेर आफू चुप्पा लागेर जनतालाई आफै तपाईको विगतलाई कोट्याउने खालको वातावरण निर्माण गरिदिनुस्। यदि सुनौलो विगत छ भने निसन्देह नै तपाईलाई साथ समर्थन जनताले गर्छन्। तर विगत तितो र अलिकति अपाच्य छ भने तपाईहरु 84 मा तपाईले धुलो चाट्नुहुन्छ। अब धुलो चाट्ने कि अब टीका र माला फुलमाला लाएर हाइहाइको एउटा पात्र बन्ने, त्यो तपाईहरुको हातमा छ। म चाहन्छु, म कामना गर्छु तपाईहरु हाइहाइको पात्र हुनुहुनेछ।
नक्कली बोलीले होइन, काम देखाएर। यति भन्दै मेरो 2 शब्द यही टुङ्गाउँछु। राजा आउने छन्, आउनु खोज्छन् भने जनताले ल्याउने हो राजा। राजा एक्लै आउँदैन। यो सङ्ख्यामा शक्ति हुन्छ, त्यो कुरा याद राख्नुपर्छ। विवेक छ कि छैन त्यो अनुसन्धानको विषय हो। सायद विवेक पनि होला र त। अब यस्तो 240 वर्ष राजतन्त्र सहजै फाल्देका थिए राजाले। अब अहिले जनता अब फेरि आऊ भनेर राजाले अलिकति गुहार गर्दैछन् भने राजा आउनु निसन्देह नै खोज्छन्। तपाईँलाई जबरजस्ती जनताले पत्याउँदै त तपाईँहरू यो प्रतिनिधि सभा निर्वाचन हारेकोलाई तपाईँ राष्ट्रिय सभामा पठाइदिनुहुन्छ, जबरजस्ती त्यहाँ जानु खोज्नुहुन्छ तपाईँहरू। अनि त्यस्तो मान्छे तपाईँहरू जबरजस्ती जान खोज्नुहुन्छ। हारेको मानिसहरू प्रधानमन्त्रीसँग भएको रेकर्डहरू छ हाम्रो नेपालमा, निसन्देह नै छ। हारेको मान्छेहरू, चुनाव हारेको मान्छेहरू प्रधानमन्त्री हुन्छन् हाम्रो नेपालमा। तपाईँलाई जबरजस्ती चाहिने पद भने राजालाई त जनताले आऊ 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 भन्दै बोलाउँदैछ, गुहार गर्दैछन् भने उनी आयो भने पनि किन आपत्ति? आयो भने जनताले साथ दियो भने मैले भने जनता जनार्दन, जनतालाई कसैले रोक्नु सक्दैन। तर तपाईँले अझै तपाईँ काम गर्ने ठाउँमा हुनुहुन्छ भने काम गरेर देखाउनुहोस्। मुखले नबोल्नुहोस्, कामलाई बोल्नु दिनुहोस्। मैले अघि पनि तपाईँलाई सबै कुरा जानकारी गरिसकेँ, फेरि म त्यही कुरा दोहोऱ्याउन चाहन्न। यति भन्दै म अहिलेलाई बिदा हुन्छु। कृपया शालीन, भद्र र विवेकपूर्ण ढङ्गले नेपाली समाजलाई अघि बढाउँ र जनताको विचारलाई सम्मान गरौँ र जनताले केही परिवर्तन चाह्यो भने त्यसलाई पनि अलिकति समीक्षा गरौँ र तपाईँहरू कहाँ चुक्नुभयो आत्मसमीक्षा गरौँ, कहाँ चुक्नुभयो र त्यसलाई कसरी सुधार गर्न सक्छ यतातिर केन्द्रित गरौँ। तर जनतालाई डन्डा दिएर जनता दबाउँछु भन्नु त्यो मूर्खता हो। त्यस्तो यो 21औं शताब्दीमा त्यस्तो मूर्ख काम नगरियोस्। त्यो भनेको आफै सकिनु हो, कालान्तरमा गएर आफै सकिनु। अहिले जनतालाई तपाईँले एक डन्डा हान्नु होला, यो जनताको तिग्रा 1 घन्टाको लागि दुख्ला, तर तपाईँको यो एउटा जीवन कालान्तरमा गएर तपाईँले यो ट्रिटमेन्ट हुन नसक्ने रोगबाट तपाईँ ग्रसित हुन सक्नुहुन्छ। यसर्थ अहिले नै समय छ, सच्ची नै प्रयत्न गर्नुहोस् र जनताको भावनालाई सम्मान गर्नुहोस्। जनताको भावनालाई, जनताको चाहनालाई जबरजस्ती अलिकति आफ्नो शक्तिलाई दुरुपयोग गरेर दबाउने प्रयत्न नगरोस्। कानुनलाई दुरुपयोग गरेर, कानुनलाई हातमा लिएर जनताको भावनालाई, जनताको चाहनालाई अवहेलना गर्ने प्रयत्न नगरियोस्। यति भन्छु अहिलेलाई। हवस् त, जय राष्ट्र, जय देश। हामीलाई नेतृत्व चाहिएको छ। हामीलाई कुनै पार्टीको झोले राष्ट्रपति बन्नु छैन। राष्ट्रपति हो भने एउटा बिना पार्टीको, बिना दलको, कसैको बिना पैसाबाट आएको, आफ्नो विवेकले, आफ्नो क्षमताले आएको मानिस हामीलाई चाहिन्छ। यो कुनै पार्टीले उपहार दिएको, राष्ट्रपति उपहार दिने यो नियमको अन्त्य हुनुपर्छ। हाम्रो चाहना यही हो। राजा, अरबपति राजा, करोडपति राजा जुत्ता लाएर यो चप्पल लाएर राजदरबारमा पठाएर हामी सुनको जुत्ता लगाएर ल्याउने किसिमको राजा हामीले यहाँ दिनु खोज्दैछौँ। सुनको जुत्ता ल्याउने ल्याकत बोकेका अरबौँ सम्पत्तिका मालिकलाई हामीले राजगति दिएर सत्ता र पैसामा लिप्त नहुने किसिमको मानिसलाई हामी राजा बनाउन खोज्दैछौँ। हामीले सत्ता र पैसामा लिप्त भएको मानिसहरूलाई राष्ट्र प्रमुख बनाउँदा देशको स्थिति यो भयो। अब हामी सत्ता र सम्पत्तिमा लालच नहुने किसिमको राजा हामीले चाहेको, हामीले अभिभावक खोजेको, यही जनताले खोजेको। त्यो तपाईँहरूमा छ भने देखाउनुहोस् कहाँ छ तपाईँहरूको, के गर्नुभयो त्यस्तो तपाईँलाई पत्याउने किसिमको काम के गर्नुभयो र हामीले तपाईँलाई त्यो मान्नुपर्ने। तपाईँ सत्ता र तपाईँ सम्पत्तिको लिप्त हुनुहुन्न भनेर हामीलाई ग्यारेन्टी गर्नुहोस्, हामीलाई प्रत्याभूति गर्नुहोस् हामीलाई, अनि मात्र हामी पत्याउँछौँ। त्यो पत्याउने, त्यो प्रत्याभूति दिने तपाईँसँग त्यो शब्दावली छैन भने तपाईँ चुप लागेर आफ्नो काम गर्नुहोस् र जनताको भावनालाई सम्मान गर्नुहोस्। तब मात्रै तपाईँको कालान्तरमा गएर तपाईँको एउटा नाम नेपाली इतिहासमा सुनौलो अक्षरले लेखेर, होइन भने कालो अक्षरले नाम लेखिन्छ। हेक्कार होस्। हवस् त, सबैलाई जय राष्ट्र, जय देश।